हेलो नमस्ते सबैजनालाई लासो फ्याफुल्ला आज फेरि आइसक्यौँ बहिनी र म बहिनीको घरमा मिठो मिठो मुखमाङ ल्याएर हजुरहरूको साथमा है हामीले आज चाहिँ ल्याएको छौँ यहाँ चाहिँ चिकन विन्स अनि चिकन विन्स यो चाहिँ रायोको साग भइहाल्यो अनि चना फ्राइड माछा अनि टमाटरको अचार है अनि यहाँ कालो दाल जिम्बुले मजाले जानेको कालो दाल अनि यहाँ चाहिँ टमाटर अनि यहाँ चाहिँ सलादहरू छ है त ल है त हजुरहरू हामी चाहिँ सुरु गर्छौँ हजुरहरूलाई हाम्रो भिडियो बहिनी र दिदीको भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट गर्नु होला है ल सुरु गरौँ अचार हाल्छ है राखिसकेको ल दिदी कस्तो भयो हेर्नु होला है ल नमिठो भयो मिठो गरेर भयो खाइदिउँ मिठो भयो जस्तो छ खाए है त दिदी ल ल सुरु गरौँ है मिठो छ मिठो भएछ हो तपाईँलाई मिठो लानु पर्यो मिठो छ के को के अरे त्यसको अचार हो टिम्बु र गोलबेडा मात्रै पर्र भयो मुखे मिठो रहेछ चिकन मिल्छ मैले फर्स्ट टाइम लिएर आयो भर्खर मिठो रहेछ नआएको बेला थियो यो गोलाम त पिरो छैन रहेछ है साथै पिरो छैन पिरो छैन त काको थियो त्यो अर्को कस्तो पिरो त्यो थियो रातोवाला हुन्छ नि हो त्यो चाहिँ एकदम पिरो छ सुपर स्टोरको के कस्तो पिरो हुन्छ त्यो थाहै होइन थाहै साग चाहिँ फेरि जति खाए नि पुग्दैन मलाई त कस्तो मनपर्छ साग अहिले त त्यति नपाउने नि त सुपर स्टोरतिर पनि त्यति छैन लिनु दिदी तिमीलाई ल्याउ तपाईँ चना राखिदिउँ चना हुन्छ म हाल्नु दिएँ आफै तपाईँ यसमा राखिदिन्छु नि यतै छ चना त मेरो फेभरेट ए हो मलाई पनि मिठो लाग्छ चना चाहिँ चना साग पनि मिठो लाग्छ यस्तो पिरो पिरो है पिरो एकदम एकदम पिरो एउटा भ्याइसकेँ चिकन लिउँ है चिकन पनि मिठो लाग्यो हो आज त मिठो रहेछ मैले लिइसकेँ नि त कति म nej. दाल त्यति खानै मन लाग्दैन क्या ए हो अलिअलि यस्तै भयो नि त मलाई पनि सब्जीहरू लेदो भयो भने त त्यति चाहिँदैन रमाइलो भयो
एकदम मिठो अब तिखर पिरुवा पिरुवा क्या अचारै पिरो थियो थपिसक्यौँ है अलिकति अचार तरकारी नै नै साग खान्छु म मलाई पनि साग त मनपर्छ तिमीलाई होइन मैले हालिसकेँ दिदी मजा मिठो भयो क्या रमाइलो लाग्यो कागज तिमीले यसो लिनु पर्यो जना ल्याऊँ तिमीलाई के दिदी हो चिकन खाऊ स्पाइसी मिठो लाग्यो मिठो छ स्पाइसी स्पाइसी मिठो रहेछ मिठो भएर कि खाना बिस्तारै खाऊ पिरो भयो पिरो छ अचार पनि पिरो छ नि त नै साथीहरू हजुरहरूलाई चाहिँ हाम्रो भिडियो कस्तो लाग्छ राम्रो लाग्छ भने चाहिँ लाइक शेयर सब्सक्राइब गर्नुहोला हामीलाई माया गरिदिनु होला भन्दै आज चाहिँ हामी भिडियोबाट छुट्टिन्छौँ बाई बाई